रासपाको अभिमुखीकरण पार्टी पनि देखियो अनि रविको सम्बोधन पनि सुनियो हैन। त्यसले गर्दाखेरि रविको सम्बोधन सुनिसकेपछि यसरी टमटम लगाएको घोडाहरू जस्तो भएर सुन्नेहरूले चाहिँ कति इमोसनल थियो ओहो हो भनेर भनेछ हैन। म चाहिँ रविको सिद्धान्तलाई फलो गरेर त्यसैमा आधार बनाएर म के भन्छु भनेदेखि नि कुनै दिन रवि चाहिँ प्रश्न गर्ने ठाउँमा हुँदाखेरि उसले भन्थ्यो कि तपाईहरू चाहिँ नागरिक बन्नुहोस्, नागरिक बनेर प्रश्न गर्नुहोस्, नागरिकको हरेक प्रश्नको जवाफ दिने दायित्व र कर्तव्य भनेको त्यो नेतृत्व तहको मान्छेको हुन्छ भनेर भन्थे हैन। तर उनीलाई चाहिँ प्रश्न सोद्धाखेरि उनीले भने त्यो कसैलाई पनि जवाफ दिइरहनु चाहिँ हामीलाई छैन के अरे यो जिम्मेवारी भनेर अस्ति नै फटकारिसके हैन। तर हिजो आएर जुन गरेको त्यो छ गुटबन्दी सुटबन्दी यहाँ चल्दैन हैन। मजाले बाहिर जानु सक्नुहुन्छ भनेर जुन खालको उनले त्यो भित्रको त्यो गन्जागोले नि यो शक्ति बाँडफाँडको के शक्ति बाँडफाँडको जुन फ्रस्ट्रेसन पोखाएको छ नि त्यसलाई कति राम्रो भनेर भनिरहेछ। उनले त राम्रो त वाक कलामा त नम्बर 1 हो, राम्रो छन् के उनले त मजाले सिंगार पटार गरेर टक्क भन्छ आफै भनिदिन्छन् त म विद्वान हैन झाट्नु चाहिँ सक्छु भनेर भनिरहेछन् त। त्यसले गर्दाखेरि के अब यत्रो विध्वंस भयो, नष्ट भयो, ज्यान गयो, के गयो सकियो। चुनाव हुन बाध्य बनायो, चुनाव आयो, सिद्धान्त छुट्टै छुट्टै भए पनि जे छ परिणाम त्यसलाई सबैले स्वीकार्नै पर्छ। अब खरक्कन गरेर यसो कुरासुरा गरेर सरकार थपक्कन चलाएर सरसरी एउटा निकास दिनतिर लाग्नुको साटो यिनीहरूको भागबण्ड सुरु भइसक्यो के। यिनीहरूले पनि ठ्याक्कै त्यो पुरानोले जे गर्यो त्यही गर्दैछ के। यिनीहरूकोमा गुटबन्दी चल्दैन। यहाँ गुटबन्दी त भाइ ती 3 जनाको गुटबन्दी छ, एउटा राजमाताको गुटबन्दी छ हैन। यतिन्जेलसम्म गरेर सेवकलाई चाहिँ पद बाँड्दै हिँड्दैछन्। पहिला राजा महाराजाहरूले चाहिँ सेवा बापत नजराना दिन्थे, त्यो एउटा गुटबन्दी भइसक्यो। अनि यहाँनिर अर्को चाहिँ हाम्रो हुनेवाला प्रधानमन्त्री हैन, ऊ चाहिँ कस्तो भनेदेखि खेती लाउने किसान, बाली खाने बाँदर जस्तो भएर फड्को मारेर गएको। अनि त्यसो गइसकेपछि त नेचुरल कुरा हो के, भइहाल्छ के गुटबन्दी। अनि एउटा त स्थापना सुरुदेखि गरेको हो रविको पार्टी, रविको टिमले त उनीहरू त स्थापना कालदेखिको हो। अनि त्यहाँदेखि अनि उनलाई बाइपास गरेर जुन शक्ति बाँडफाँडको कुरा यिनीहरूको त्यो भित्रभित्र भइसक्यो। यिनीहरूको त्यो कुरा नमिलेकोले गर्दाखेरि सरकार बनाउन ढिलो गरिसके है। त्यही भएर ल है भगवान तपाईहरूको भगवान जो समर्थन गर्न पाइयो हैन। अनि गर्नुभएको छ भगवानहरूलाई भन्नु चाँडो बनाओ सरकार। आखिरीमा पहिला नै स्वार्थको समायोजन थियो